नमस्ते गाइज, यहाँहरू सबैलाई मेरो युट्युब च्यानलमा स्वागत गर्न चाहन्छु। अहिले चाहिँ म यहाँनेरि अ, हामी यो हाम्रो पक्कली फार्म हाउसमा यहाँ म अवलोकन गर्न आएको छु। यहाँको माछा पोखरी हो। यो चाहिँ माछा पोखरी लगभग 1 बिघामै छ यो एउटा पोखरी होइन। अनि यता सुँगुर पालन छ। यो सबै फ्रुटको होइन, केरादेखि लिएर म्याङ्गो, बनाना होइन। यहाँ पनि 1 बिघाको यो पनि। अनि त्यस्तो छ होइन। अनि तपाईँहरूले हेर्न सक्नुहुन्छ यी केरा फलाए जस्तो फलाएको छ है केरा चाहिँ। यो चाहिँ यहाँ चाहिँ मेरो आदरणीय जेठा देवा बडा को यो चाहिँ क्रिएसनमा बनिएको यो फार्म हाउस हो। यो चाहिँ अलिकति इटरी नगरपालिका उपमहानगरपालिकामा पर्छ। यो अहिले देखिराख्नु भएको चाहिँ यो चाहिँ म्याङ्गो हो है। म्याङ्गो यस्तो फलेको छ। अनि यस्तो छ, हेर्न सक्नुहुन्छ त्यहाँ मेवा पनि त्यति नै फलेको छ। अनि अर्को कुरा चाहिँ सावर सप चाहिँ यस्तो धेरै फलेको छ अहिले चाहिँ। अनि यो सावर सप अहिले जति देख्नु भएको छ, मेरो आदरणीय देवा र देमाता हुनुहुन्न, उहाँहरू स्वर्गवास हुनुभयो है। उहाँहरूको देहान्त पछाडि चाहिँ अहिले यो चाहिँ मेरो प्यारो आदरणीय नाना, ठुल नानाले यसलाई अहिले सम्हालिराख्नु भएको छ, रेखदेख गरिराख्नु भएको छ। अनि यहाँ कहिलेकाहीँ अब कामहरू पर्दा के पर्दाखेरि चाहिँ मलाई हराउनुहुन्छ अनि म आउँछु। अनि यहाँ हेर्न सक्नुहुन्छ यो चाहिँ तपाईँको के भन्छ, कटहर हो, रुख कटहर। यस्तो धेरै फलेको छ, आम्मा रुख कटहर छ है। अनि यो रुद्राक्षको बिरुवा हो होइन। माछा यहाँनिर 5 किलोसम्मको माछा हुन्छ। रौँ माछा होइन, ग्रास काफ, अनि तेलेपिया, कोत्री भन्छ होइन, हुन्छ। यहाँ थुप्रै हुन्छ यस्तो खालको माछा। अनि एभोकाडो पनि छ यहाँनिर है। एभोकाडो लास्टै फलेको छ यो बार। त्यस्तो छ, सुपारीहरू, नरिवलहरू होइन, एकदमै अम्बकहरू प्रशस्त छ यहाँनिर। यो चाहिँ मेजर इच्छाबहादुर राई, मेरो आदरणीय देवाले क्रिएसन गर्नुभएको। यो चाहिँ त्यस पश्चात चाहिँ अहिले पुस्ता हस्तान्तरण भनौँ न, पुस्ता हस्तान्तरण प्रोग्राममा मेरो आदरणीय नाना आदरणीय चन्दा राई शेर्पाज्यूले यस फार्म हाउसलाई रेखदेख गर्ने अनि सम्हाल्ने अनि यसलाई भनौँ न अझै डेभलप गर्ने, स्तर उन्नति गर्ने काम गरिराख्नु भएको छ। अनि यो चाहिँ एकदम सही ठाउँमा छ भनौँ न। अलिकति गर्मी छ तर पनि अलिक सही ठाउँमै छ। के अरे, भातबढीदेखि अलिकति अगाडि आएर लेफ्ट साइडको 1 किलोमिटरभित्र छिरिसकेपछि टक्क यो यहाँनिर यो एभोकाडोहरू यो पहिला आएर मैले रोपिदिएको हो। अहिले यस्तो भएछ है, यस्तो भएछ, क्या दामी छ है। अनि यस्तो छ, क्या गर्नु छ, यो एभोकाडो यस्तो भएछ है। रोपेको। अनि यहाँ चाहिँ तपाईँको झन्डै 4 देखि कति कट्ठा छ क्या यो
यो यहाँ र यहाँ गरेर एक बिघै छ यो पनि होइन। जस्ट 4 बिघा क्षेत्रफलमा चाहिँ पोखरी मात्रै छ क्या। 4 बिघा क्षेत्रफलमा चाहिँ पोखरी मात्रै छ। अनि त्यस्तो छ है। यहाँको लुक्स बेटर देखिएको छ अहिले यताको रुखहरूले गर्दाखेरि हेर्न सक्नुहुन्छ है। दामी छ। अब यहाँ चाहिँ विशेष गरी हामी सानोमा आउँदाखेरि म चाहिँ सानोमा आउँदाखेरि यो क्षेत्रभित्र चाहिँ एकदमै हाँस थियो, सुँगुरहरू थियो क्या। हाँसहरू पाल्नुहुन्थ्यो अनि सुँगुरहरू थियो होइन यो एरियामा। अनि यो एरियामा चाहिँ पुरा त्यो भएर म चाहिँ हाँसको अन्डाहरू टिप्थेँ। अनि राजा हाँस थियो, राजा क्याट टोकिदिन्थ्यो क्या। अनि त्यस्तो थियो। अनि यहाँबाट जाल हानेर माछा म पुरा भ्याट गर्थ्यो। च्याप पक्रिँदै राख्थेँ क्या म पहिला। अनि त्यो चाहिँ मलाई एउटा बाल्यपनको यादहरू अझै ताजा छ। अनि पहिला यहाँनिर पहिला घर चाहिँ यहाँ थियो। पहिलाको पुरानो घर चाहिँ त्यो ठाउँमा थियो, त्यो ठाउँमा होइन, त्यो ठाउँमा थियो पुरानो घर चाहिँ। अहिले पछिल्लो समय यो नयाँ घर बिल्डिङहरू भने हो। पहिला चाहिँ मधेसको जस्तै घर थियो। अनि यसलाई अझै स्तरोन्नति गर्ने क्रम जारी छ। अनि अहिले चाहिँ विशेष कामले यहाँ हामी आएको थियौँ, त्यो काम लगभग सकिसकेको छ। अब हामी घर फर्किने क्रममा धरान जान्छौँ। धरानबाट फेरि अनि के कुराहरू भएको म नानालाई कुरा गर्छु नानासँग। अनि हेर्नुहोस् यो कति राम्रो छ। त बास्नादार छैन त, बास्नादार हुनुपर्ने हो होइन। यस्तो छ है। यो घरको लुक्स हेर्न सक्नुहुन्छ, दामी छ है। युरोप जस्तो छ घर चाहिँ होइन। यहाँ यसको भिडियो राख्न हालेर फुल हेर्नु यस्तो दामी छ होइन। त्यो छ चाहिँ अनि यता पनि छ होइन। उल्टो पारिपट्टि पनि जग्गा सबै अब त्यसरी छ। यस्तो पुरा फुलेर यस्तो छ है। कुराहरू भन्दै तपाईँहरूलाई म यो सर्ट क्लिपहरू देखाउने छु मेरो युट्युब च्यानलमा गएर हेर्नु होला। अनि सब्सक्राइब पनि गरिदिनु होला। हस् त, धन्यवाद, बाई बाई, सी यु अगेन।